भएको छ। म श्री सापकोटा श्री रत्न माध्यमिक विद्यालयकी छात्रा एससी परीक्षामा पोजिटिभ ल्याएर यहाँ हजुरहरूको सामु उभिएकी छु। सर्वप्रथम त म मेरा प्यारा आदरणीय गुरु गुरुआमाहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूको साथ र सपोर्टले गर्दा नै म यहाँसम्म उभिन पाएकी छु। उहाँहरूले कक्षा कोठामा मात्र नभएर जीवनमा लागू हुने धैर्यता, ज्ञान सिप र अनुशासन सिकाउनु भएको छ। दोस्रो, मेरो आमा बुवा र परिवारलाई धन्यवाद। उहाँहरू मसँगै राति पढ्दा पनि उहाँहरू आफ्नो निन्द्रा त्यागी उठिरहनु भयो र बिहान मलाई दुःख हुन्छ भनेर बिहान दुःख गरी खाजा पठाइदिनु भएको थियो। तेस्रो, मेरा साथीहरू हामी सँगै खेल्यौँ, रमायौँ, हाँस्यौँ र सँगै परीक्षा नि दियौँ। आज हामीले आफ्नो मेहनतको फल पनि प्राप्त गरेका छौँ। थाहा छ यो अन्त्य होइन, यो नयाँ यात्राको लागि नयाँ बाटो, नयाँ जोर्नी रहेको छ र अन्त्यमा पनि फेरि म सम्पूर्ण आदरणीय गुरुआमाहरूलाई, मेरो प्यारा आमा बुवा र मेरा साथीहरूलाई धन्यवाद दिँदै म मेरो गन्तव्यहरू यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद।